by. First of all, good morning to one and all present here. Respected principal, chairperson, teachers, my brothers, sisters, and my friends, and yours, my lovely juniors. आज चाहिँ हाम्रो फेयरवेल भएको हजुरहरूको कारण हामीले फेयरवेल पाउँदैछौँ तर यो फेयरवेल पाउँदा चाहिँ मैले धेरै अगाडिको कुराहरू सम्झिरहेको छु आज देख्दाखेरि आई माइट स्टेड तर भित्र मेरो मनमा कति कुराहरू खेलिरहेका छन् त्यो दिन पछि म पहिलोचोटि यो स्कुलमा पाइला टेक्दा अचानक फेसेसहरू थियो तर पनि टिचर्सहरूले केही हुँदैन हामी सँगै सिक्नेको सबै एउटै परिवार हो अनि हामी सिकेर अगाडि बढ्ने हो भनेर हौसला दिनुभयो माया गर्नुभयो शिक्षकले पढाउँदाखेरि आफ्नै छोराछोरी जस्तै व्यवहार गरेर सँगै राखेर नबुझेको कुरालाई राम्रोसँग बुझाएर अनि कहाँ त्रुटि हुन्छ त्यो कुरामा सँगै सिकाएर हामीलाई अगाडि बढाउनु भयो हामीहरू पढ्ने क्रममा कतिपय गल्ती भए कतिपय कुरा सिकिए बट तर पनि हामीलाई द्याट्स नट राइट भनेर यस्तो हतार यो गर्नु हुँदैन यसको सट्टा बरु यो गरौँ सँगसँगै हाम्रो नेचुरल फाउन्डेसन so many competitions and opportunities but we all failed in that कतिपयमा हारियो होला तर हारिनु भन्दा पनि त्यसबाट हामीले नयाँ कुराहरू सिक्यौँ त्यो सिकाउने अनि सिक्नमा सही पुऱ्याउने हाम्रा प्यारा प्यारा शिक्षक भाइ बहिनीहरू अनि रेस्पेक्टेड टिचर्सहरू You gotta do that. You learn from mistakes. यो भन्दै हामीलाई साहस प्रदान गर्ने हाम्रा प्यारा प्यारा टिचर्सहरू अनि पढाउँदाखेरि पनि हल्ला गर्ने क्रममा साथीभाइ जस्तै मारेर ए साथी बिस्तारै बोल्नु न भन्दै हामीलाई ओपिडी पढाउने विक्रम सर कसरी रुन सिकुला अनि प्रिन्सिपल सरले पनि गल्ती हुँदा पनि कक्षामा केही कुरा आयो भनेपछि यसमा केही त हुन्छ होला भनेर त्यही इन्स्टेन्टली एट द स्पट हामीलाई त्यसमा के हुन्छ भनेर सिकाउने छोराछोरी जस्तै व्यवहार गर्ने हाम्रो प्रिन्सिपल सर म्याथ पढाउँदा ओइ त्यसरी होइन यहाँ आएर तिमीहरू जाने छौ तर नजानेलाई पनि मैले अगाडि बढाउनु पर्छ भनेर छुट्याएर जानेलाई झन् जान्ने र नजानेलाई अझ बढी राम्रोसँग जानेर बनाउने हाम्रो सर त्यस्तै नेपालीमा आमाको भूमिका खेल्दै हामीहरूलाई नेपाली पढाउँदा कार्यक्रम मिस्टेक हुन्छ अनि यति सानो सानो मिस्टेक हामीले गरिहाल्यो तर अब राम्रो गर्नुपर्छ भनेर हामीलाई पढाउने एमबाट अनि सामाजिकमा एक केटा त्यस्तै होइन नि फेरि भन्दै पढाउने हाम्रो समीर सर कम्प्युटरमा डिजिटलाइज वर्ल्डमा हामी कसरी बस्नुपर्छ पासपोर्टको पनि ख्याल राख्नुपर्छ सानो सानो कुरा पनि कम्प्युटर ल्याएर प्रेजेन्टरमा देखाएर पढाउने हाम्रो दीपक सर कसरी भुल्नु यिनी यादहरूलाई अनि सँगसँगै सानैदेखि कक्षामा हल्ला गर्दै रमाइलो गर्दै एउटै बेन्चमा बस्दै खाजा साट गर्दै खाएका तिपलहरूलाई कसरी भुल्नु मैले त्यो मात्रै हो र हामीहरूलाई सिनियर बनाउने हाम्रा प्यारा प्यारा जुनियर भाइ बहिनीहरू हजुरहरूको साथ छन् हामीलाई एकदमै प्रेरणादायी छ अनि हामीहरूले जति पनि राम्रो काम गर्दै गयौँ स्कुललाई चिनाउँदै गयौँ त्यो सब हजुरको लागि नै हो हजुरहरू अब आउने अब अर्को वर्षदेखि एससीको ब्याच हाम्रो जुनियर्स हाम्रो भाइ बहिनी जस्तै हो हजुरहरूले पनि नहातेर एकदम सरहरूले भनेको मानेर नराम्रो बाटोतिर अलिकति पनि नलागेर म्यामहरूको कुरा सुन्दै अगाडि बढ्नु हामीहरूले जस्तो गऱ्यौँ राम्रो गऱ्यौँ हुन्न त नराम्रो गऱ्यौँ हुन्न त्यो नराम्रो कुरालाई माफ गरेर हामीले गरेका राम्रा पदहरूलाई फलो गर्दै अझ राम्रो बन्दै जानु 10 कक्षामा हो यस्तो एससी छ बोर्ड छ भनेर नडराउनु हुँदैन बोर्ड सानो कुरा केही पनि हुँदैन हजुरमा आत्मविश्वास छ भने जे कुरा पनि पाउन सकिन्छ and in the end it might seem that I'm gonna leave this place but memories don't escape from my mind so we are here to build memories relations etc etc we might leave the place but memories
spirit.